Welcome to Golden Mountain, Golden Meadow. Today we are traveling to Sailung and Kalincho. यसो राम्रो बाटो थियो अनि यहाँ थियो सैलुङका बाटोमा नाच्छौँ फन्फन नाच्छौँ हुकुचुकु 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 कसरी गर्यो भने हो बाइक लिएर आएको हिँड्न उहाँ गरेर भनेर नि यहीँको मान्छेहरू यो झगडा आएको पर्दैन पर्यो जानु पर्दैन आउनु पनि मिलिहाल्छ ल आउनै मिलिरहेको छ किन झगडा गरेर यत्रो चौडा छ त्यहाँनिर नबसिकन भने अब के हो के हो लाइदिनु अब जान्नु ल सबजना हामी हिँड्नलाई तयार छौँ होइन हिँड्नलाई तयार छौँ होइन कसैलाई खैनी सुर्ती किन्नु छ भने भनिहाल्नुहोस् एक्स्ट्रा स्ट्रङ एनर्जी ल यसरी गाडीको हाँगा पनि पात पलाउँछ हेर्नुहोस् यस्तो ठाउँ छ ल हामी सैलुङ जानलाई है काठमाडौँबाट मुडे भन्ने ठाउँमा तल्लो बाटो भएर चाहिँ हिँडे गरे ठाउँ ठाउँ बोर्डहरू पाइन्छ सैलुङ जाने बाटो भन्दै अब एन्ट्रेन्समै गाडी छोड्ने बित्तिकै
ग्रेट वाल मिनी ग्रेट वाल कुनै के ग्रेट वाल टाइपको एउटा आर्किटेक्चर बनाइएको छ यो भर्याङहरू है बाटोहरू पनि छन् ओके वेलकम ल अलि फटाफट हिँड्यौँ हामी ल हामी आयौँ ल आना पपी पछि पछि लाउँदै लाउँदै है जहाँ भेट्छ त्यहीँसम्म पछि पछि लाग्दैछ यो कहाँसम्म लाग्दैछ ल बाबालाई अब पछि थाहा पाउँछ साथी आयो ए लखर लखर हिँड्यो लखर खै बिस्तारै हामी कुर्दै कुर्दै लगिरहेछ लखर लखरैमा लखर लखर सैलुङ पुग्न अझै लाग्छ आराम सैलुङ जानलाई राछौँ 15-20-25 मिनट हिँडिसक्यो पुग्यो ओ बादल उड्यो बादल उड्यो बादल छुनलाई भन्थ्यो बादल उड्यो बादल अर्को बादल छुनलाई हामी चढ्यौँ सैलुङ पुग्नलाई होमस्टे पनि फटाफट हिँड्न थाल्यो विश्राम स्थल बनाइरहेछ डाँडा काँडा चढ्न मिलिरहेछ यतापट्टि पनि यो ट्रेल बनिएको छ यहाँ एउटा महादेव जस्तै के रहेछ ढुङ्गा रे डाँफे ढुङ्गा रे डाँफे बस्ने होला पुच्चे चढ्न थाल्यो त त्यहाँनिर पुच्चे चढ्न थाल्यो यहाँ सागर बाटो हुँदै डाँडा काँडा हुँदै पहिरो पोखरा हुँदै आयो हामी पहाड चढ्न आवाज चाहिँ यस्तो डरलाग्दो आउँछ हावाको झर्ना जस्तै आवाज आइरहेछ ओके यहाँ फेरि ट्रेल एउटा रहेछ कहाँ जाने होला जङ्गलतिरबाट पर ट्रेल होला ड्रेनेज टाइपको ट्रेल जम्पिङ एन्ड
मन्दिर त्यहाँ माथि रहेछ हौ मन्दिर ढुङ्गा विल काउन्ट ओस कत्रा साना साना रुखपातहरू सो यस्तो मिठो मिठो डाँडाका टुक्रा टक्राहरू जोडेको ओके सो दिस साइड still I gotta go. Let's see what's चलिरहेछ एकदम फर 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 हावाको लहरसँगै उडिरहन मन लाग्छ भने तिम्रो यस्तो उजाड घाँस मैदान बनाएको छ जब कि तल ओन्ली फल्स प्लान्ट्सहरू जडीबुटीका प्लान्ट्सहरू पनि छ तैपनि यति धेरै उजाड चाहिने त फेरि स्टुल पनि बनाउनु भएको छ टावर पनि बनाउनु भएको छ यसले चाहिँ अलिकति प्रकृतिको मिठापनलाई रूपखोपन ल्याएको देखिन्छ यो टावरमा जानलाई यात्रीहरू जस्तै श्रद्धालु
स्टेयर्स 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 सैलुङको स्टेयर्समा चढेर ठाउँ ठाउँमा यस्तो इन्डिकेटर रहेछ सूर्य ढुङ्गा इन्डिकेटर हुन्छ यो टावर बनाउने जस्तै गरी है के चाहिँ त्यहाँ आउनु सक्दैन हामी त्यहाँ मजाले पुऱ्याएर बसेको छौँ त ल नाच्नेहरू पनि छन् उफ्रिने नाच्ने रमाइलो गर्ने टिकटकको लागि यस्तो भिडियो खिच्यो भने म जस्तै ब्लगिङ गर्नेहरू पनि छन् है तपाईँहरूलाई कहाँ कस्तो लागेको छ कहाँ पुग्यो ए अँध्यारो भयो त हो एक्कासी हो कस्तो साह्रो अँध्यारो भयो ल उज्यालो यता नि उज्यालो आकाश नि उज्यालो ल हामीलाई त बादलले छेकेको रहेछ झ्याप्पै लु हेर्नु त बादलभित्र पसेर पो त यस्तो भएको छ मेरो के भन्छ यसलाई क्यामेराको लेन्स पनि अँध्यारो होला लु लुखुर लुखुर हिँड्दै कस्तो अनुभव भइरहेको छ तपाईँलाई एकदम गाह्रो छ धेरै गाह्रो के चाहिँ गाह्रो शरीर कुन भाग गाह्रो होला कहाँ गाह्रो हो घाडमा घाडमा घाट पहिलेदेखि दुखिरहेको त्यो दुख्ने गाह्रो भयो फेरि अर्को ढाँडामा रहेछ मन्दिर त्यो मन्दिर सबै त्यहाँ यो सबभन्दा हाइट हो त्यो 100 ठुङ्गा अरे 1 ठुङ्गा 2 ठुङ्गा 3 ठुङ्गा 4 ठुङ्गा 5 ठुङ्गा 6 ठुङ्गा 7 ठुङ्गा 8 ठुङ्गा 9 ठुङ्गा 10 ठुङ्गा यहाँबाट देखिन्छ मल्टिप्लाई बाई 10 गरे नै अब 100 ठुङ्गा भइहाल्यो त्यो अचम्मको दृश्य है खाली बन्जरमा फेरि कुना काप्चा गर्दै एक दुईवटा रुखहरू चस्स चस्स आफ्नो घोडा टेक्न नसके पनि उठ्न खोजिरहेको अवस्था छ यहाँ त जाँदै छैन यहाँदेखि यस्तो देखियो पिकनिकै पिकनिक भइरहेको छ मान्छेहरूले माउन्टेन चाहिँ माउन्टेन रहेछ हौ टेनै टेन माउन्टेन जानु त माथि टुप्पामा जानु कालो पखैले आउनु कालो ये ओहो ल्याम्गेल स्याम्गेल लागिरहेको छ
गङ्गा टटुङ्गा त्यो गङ्गा टस देखिन्छ त कुन एङ्गलमा गङ्गा टस त्यो फेरि बाघ ढुङ्गा रे बाघ देखिन्छ यो बाघ ढुङ्गा रे गङ्गा त नाम मात्रै आयो Flight of freedom. Flight of freedom. No praise.
I could go to that date. See, from here you got, oh my god, oh my god, ooh, dangerous. जहाँ चाहिँ अहिले यो जुन ड्युन्स छ त्यो ड्युन्स जुन छ जुन इन्क्लिनेसन छ यो एकदमै भर्टिकल इन्क्लिनेसन भन्दा पनि इन्टरनल एङ्गल लिएर बसेको छ। यदि यो भर्टिकल हो भने 90 डिग्री भन्नु थाल्नु भयो होला, होइन 90 डिग्री भन्दा पनि लेस डिग्री छ। यो डिग्रीमा चाहिँ यस्तै हो भने यस्तो खालको भिडालो हनी हन्टर्सको लागि चाहिँ एकदमै काम लाग्ने जस्तो देखिन्छ। तर हेर्नुहोस् भिडको नामै हेर्नुहोस् त, भिड माउरी। ल भिड माउरीले के गर्ने त होला। ल हेर्नुहोस् त यस्तो यो देख्नु पाएन यी पाइलाहरू, यहाँ चौरी चराउने ठाउँ हेर्नुहोस्। यो अहिले त चौरी केही पनि देख्दिनँ, तर यस्तो घाँसे मैदानमा चाहिँ चौरी चौरी चढाउने ठाउँ। अब हेर्नुहोस् मलाई हिँड्न कस्तो अप्ठ्यारो छ, कुन ठाउँमा हिँड्ने। ल हेर्नुहोस् यी वान मिस्टेक माई लेग्स गन, एङ्कल गयो भने मलाई कसले बोक्ने हो। आमा लोन हेर्नुहोस् म एक्लै डुलिरहेको छु, यसरी हिँडिरहेको छु। लौ त फटाफट पनि हिँडिरहेको छु, तर भट्टाभट पनि हिँडिरहेको छु। यसरी चाहिँ हामी भट्टाभट हिँडिरहेको छु। अब हाम्रो रिच दिस फुड ट्रेल क्या, तर मजाको एउटा फुड ट्रेल रहेछ। यस्तो एउटा फुड ट्रेल रहेछ। यो फुड ट्रेलले कुन चाहिँ गाउँ लान्छ आई डोन्ट नो है, तर छ यहाँ फुड ट्रेल। मतलब त्यहाँ कतै बस्ती छ। यो त कसैको हेर्नु स्टाइल इन्क्लिनेसन भन्दा स्टाइल त्यस्तो बढी छ। हेर्नुहोस् ल हेर्नुहोस् फुड ट्रेल छ एकदमै हाइटमा, खतराले हाल्नुभएको छ। ल डेन्जर गुराँस फुल्यो बनैमा, जहाँ पनि फोहोर गर्ने जग्गा गएको छ। सबै भित्रको फोहोर, प्लास्टिक ऱ्यापर बोटल्स बोल्दै छ। तर पनि युनिक विस्टा हेर्न मान्छे आउँछन्, तर फोहोर चाहिँ जम्मा पारेरै जाँदो रहेछ। चौतर्फी फोहोर छ, चौतर्फी। बोलिने हो क्या फटाफट। अलिक कुनै के त्यही के अरे यसको नाम सैलुङ्गेश्वर
महादेवको मन्दिरबाट हामी यसरी हिँड्न खोजिरहेछौँ। जाने ठाउँ छ कि छैन, फेरि यहाँ पुगेर फर्केर आउनु पर्ने हो कि हेरौँ त। अन्त हिँडाइ भएको हुनाले नै यसरी के भएको होला। छ रहेछ त बाटो। मान्छेको आवाज पनि सुनिन्छ हौ। हामी जङ्गलमा हराउँदैनौँ। अलि चाहिँ ध्यान दिएर नचिप्लिकन आउनु होला है। लुखुर फरफर गर्दैछौँ। जङ्गल छ, जुन बाटो नि यतै पुग्दो रहेछ। ल अहिले हिँड्नु न हिँड्नु। तर यो चढाएको सब चिज यहाँ फाल्दो रहेछ कि यहाँ यसरी फालिदिँदो रहेछ। बडा गुडो नै फालिदिँदो रहेछ। के गरिदियो यस्तो राम्रो मेहनत पैसा सैसा खर्च गरेर होइन त। त्यो सिक्नु दियो के भनेर सब निकालेर धुम फाल्यो। यस्तो छ कालिम्पोङको हालत। ब्याकड्रपमा तपाईँको हिमाल जोड्छन्। लाङथाङदेखि लिएर जोरजिल्लादेखि लिएर यहाँनिर गौरीसँग सिसा पानीमा यस्तो हालत देखाउँछ।